जुन साथीले आफ्नो साथीलाई दाजु सम्झेर उसको लागि जस्तो सुकै परिस्थितिमा पनि साथ दियो, तर त्यही साथीले यस्तो दोष लगायो, यस्तो कुरामा शङ्का गरियो जुन कल्पना गर्न पनि गाह्रो हुन्छ। नमस्ते सबैजनालाई, द न्यारेटिकमा आज मैले तपाईँहरूको माझमा नेपाली सिनेमा मालती मङ्गलेको रिभ्यू लिएर आएको छु। प्रकु पाण्डेको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा, सुषमा निरौला जस्ता कलाकारहरूको अभिनय रहेको छ। लेजेन्डरी गायक रामकृष्ण ढकालको निर्माणमा बनेको यो फिल्म कस्तो रहेछ त आउनुहोस् जानौँ। सिनेमाको सुरुवात स्याङ्जाको एउटा गाउँबाट हुन्छ, जहाँ टिकट काटेर सानो टिभीमा सिनेमा देखाइन्थ्यो। भुवन केसी र शिव श्रेष्ठको चिनो सिनेमा हेर्न आउँदा विजय बरालको पात्र मङ्गलेले वर्षा राउतको पात्र कमलालाई देख्छ। पहिलो नजरमा नै माया बस्यो भन्छन् नि, त्यस्तै हुन्छ। त्यसपछि के हुन्छ, मङ्गलेले त्यो माया सजिलै पाउँछ कि अलि गाह्रो हुन्छ, त्यो तपाईँले सिनेमामा निकै मजाले देख्न पाउनुहुन्छ। खास गरी भन्ने हो भने सिनेमाको सुरुको 20-25 मिनट त त्यो पात्रहरूमा सिनेमाको प्रभाव, विशेष गरी शाहरुख खानको प्रभाव परेको देखिन्छ। फिल्मी शैलीमा आफ्नो कुराहरू व्यक्त गर्दा त्यति कुरा महसुस गर्न सकिन्छ। बिस्तारै सिनेमा अगाडि बढ्दै जान्छ, विभिन्न घटनाहरू घट्दै जान्छ, जसले तपाईँलाई कति बेला हँसाउँछ, कति बेला रुवाउँछ, तर धेरै बेर सोच्न बाध्य बनाउँछ। र सिनेमाको अन्त्यमा यस्तो चिज हुन्छ कि त्यसले निकै नराम्रो महसुस गराउँछ, मन भारी बनाउँछ। त्यस्तै गरी यो सिनेमामा भएको कलाकारहरूको अभिनयको कुरा गर्नुपर्दा विजय बराल यानि कि मङ्गले, सिनेमाको सुरुमा त्यो मङ्गले कस्तो थियो र सिनेमाको अन्त्यमा पुग्दा त्यो मङ्गले कस्तो भयो। विजय बरालको यति लेयर्ड पात्र देख्न पाइयो, जहाँ सुरुमा विजय देख्दा माया लाग्छ, बिचतिर रिस उठ्छ, तर लास्टमा फेरि दया लाग्छ। त्यही एउटा मङ्गले जसले आफूले गरेका हरेक कदमले सिनेमा हेर्दा दर्शकलाई उप्रति आउने भावहरूमा परिवर्तन गराउँछ। विजय बरालले निकै गजबको अभिनय गरेका छन्। त्यस्तै गरी वर्षा राउत, मैले वर्षा राउतको डेब्युदेखि आजका दिनसम्म उनको सबै सिनेमाहरू हेर्दा वर्षामा सबै कुरा ठिक भए पनि केही कुरा खड्केको महसुस हुन्थ्यो। तर आज मालती मङ्गले हेरिसकेपछि मलाई लाग्यो खड्केको वर्षामा होइन, वर्षाले पाउने सिनेमा र उनलाई अफर आउने स्क्रिप्टहरूमा रहेछ। मालती मङ्गलेमा वर्षाले मालती बनेर जे गरेकी छिन्, साँच्ची भन्ने हो भने वर्षालाई मालती मङ्गलेले नयाँ जन्म दिएको छ। तपाईँले वर्षा राउतको बेस्ट एभर एक्टिङ पर्फर्मेन्स देख्न पाउनुहुनेछ मालती मङ्गलेमा। अब वर्षालाई अझै धेरै यस्तै गजबको सिनेमामा देख्न पाइयोस्। त्यस्तै गरी मेक्सम गौडेल, यो सिनेमाको ट्रेलर हेर्दा मलाई लागेको थियो यो सिनेमा मेक्समको सिनेमा करियरमा ठुलो माइलस्टोन बन्न सक्छ भनेर, र सिनेमा हेर्दा महसुस भयो मेक्सम हिरोको साथी होइन, हिरो नै बन्न लायक छन् भनेर। कसैको साथी होस् त मेक्सम जस्तो, यानि कि सिनेमाको हरि जस्तो। निकै गजबको अभिनय गरेका छन् मेक्समले, र मेक्समलाई अझै धेरै सिनेमामा देख्न पाइयोस्। त्यस्तै गरी अन्य कलाकारहरू प्रकाश घिमिरे, सुवर्ण थापा, सुषमा निरौला जस्ता कलाकारहरूको अभिनय पनि निकै गजबको छ। त्यस्तै गरी यो सिनेमाको कथा र निर्देशनको कुरा गर्नुपर्दा यो सिनेमाको मेन हिरो भनेकै सिनेमाको कथा हो। प्रकु पाण्डेले जुन कथा लेखे, समाजको त यस्तो घटना उठाए जुन उठाउन जरुरी पनि थियो। कुनै मान्छेले पैसाको आवश्यकता पुरा गर्न आफ्नो बुद्धिले भ्याएसम्म जतिसुकै जेसुकै गर्दा पनि नसकेपछि जुन कदम उठायो, त्यो सोच्दै पनि कस्तो गाह्रो महसुस हुन्छ। प्रकु पाण्डेले आफ्नो पहिलो सिनेमामा आफ्नो लेखन र निर्देशनबाट दर्शकहरूलाई जे महसुस गराए, जसरी महसुस गराए, निकै मजाले महसुस गराए। प्रकुको अझै धेरै सिनेमाहरू देख्न पाइयोस्। प्रकुलाई शुभकामना र यति मिठो सिनेमा यो इन्डस्ट्रीलाई पस्केकोमा धन्यवाद। त्यस्तै गरी सिनेमामा भएका गानाहरू निकै नै गजबका छन्। कति गानाले रमाइलो मुडमा पुर्याउँछन् त कतिले मुटुमा चस्स छुन्छन्। त्यस्तै गरी सिनेमाको छायाङ्कन र सम्पादन पनि सिनेमाको कथा जस्तै गजबको छ। त्यस्तै गरी म यो सिनेमालाई 5 मा 4 रेटिङ दिन चाहन्छु। मालती मङ्गले एउटा यस्तो सिनेमा हो जसले धेरै कुराहरू दिएर जान्छ तपाईलाई। आफूले माया गर्ने, आफूले मन पराएको मान्छे होस् या बाउ आमाले आफै हेरेर बिहे गरिदिएको मान्छे, जहाँ पनि छोरी मान्छेले नै भोग्नुपर्ने, सहनुपर्ने, सहनशील भएर सबै गर्दा सबै सम्हाल्दा पनि आफूलाई बुझ्ने, आफ्नो इच्छा चाहना पुरा गर्ने, आफूलाई माया गर्ने मान्छे नपाउने, यो कस्तो गजबको समाजको ऐना यो सिनेमाले उतारेको छ। यदि तपाईँलाई अर्ग्यानिक सिनेमा मनपर्छ भने यो सिनेमा तपाईँले हेर्न सक्नुहुन्छ, जसले तपाईँलाई धेरै कुरा दिएर जान्छ। आजको लागि यति नै, अर्को भिडियोमा चाँडै भेटौँला। तपाईँको दिन शुभ रहोस्।